होइन यो ग्राउन्डमा पानी चाहिँ कहाँबाट पस्यो अनि यस्तो हिलो फिल्डमा हामी गेम चाहिँ कसरी खेल्यौँ त यो कुरा बुझ्नलाई यो भिडियो अन्तिमसम्म हेर्नु होला। हेलो साथीहरू, नमस्कार, सन्चै हुनुहुन्छ? आज पनि तपाईँलाई मेरो नयाँ मिनी भ्लगमा स्वागत छ। हेर्नु न, दिनभरिको व्यस्तता अनि बेलुका खाली समयलाई सदुपयोग गर्छु। आज चाहिँ म साथीहरूसँग भलिबल खेल्न जाने विचार गराएँ। घरबाट निस्किँदै थिएँ, बाटोमा ठ्याक्क दुईजना साथीहरू भेट भएर सँगै जाऊँ भने अनि हामी तीनजना भएर अनि अगाडि बढ्दै थियौँ। बाटोमा फेरि अर्को एकजना साथी हाम्रो किरण भाइ पनि भेट भयो। तर बाँकी साथीहरू त पहिले नै पुगेर माटो ओसार्दै थिए। के भयो भनेर हतार हतार गरेर फिल्डमा हेरेको त फिल्ड त हिजो राति पानी पसेर पुरै गिलो भइसकेको रहेछ। हामीले पनि जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै गरेर साथीहरू ल्याएको माटो दुईजना मिलेर मस्त छर्केर फिल्डलाई खेल्ने योग्य बनायौँ अनि हातसाथ धोएर हामी पनि खेल सुरु गर्नतिर लाग्यौँ। मेहनतको फल मिठो हुन्छ भने जस्तै गरेर हामीले दुःख गरेर तयार पारिसकेपछि फिल्ड चाहिँ अलिअलि चिप्लो भए पनि एकदम मजाको भइसकेको रहेछ अनि हामी सबैजना मिलेर खेलको मजा लिग्नतिर थाल्यौँ। म चाहिँ एकछिन गेम खेलिसकेपछि साथीहरूलाई पालो दिने विचार गराएर खेल हेरेर मजा लिग्नतिर थालेँ। खेल चाहिँ एकदमै धेरै मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक भइसकेको थियो भने कोही साथीहरू हेरेर मजा लिँदै थिए त भने कोही चाहिँ घरतिर लाग्ने तर्खरमा थिए। अडियन्सहरूको एक्साइटमेन्ट आफ्नो ठाउँमा थियो त भने प्लेयर्सहरूको थकाइ अनि पानीको तिर्खा आफ्नो ठाउँमा थियो। प्लेयर्सहरूले खेललाई एकछिन बिट मार्दै पानीको प्यास मेटाउनतिर लागे। सबै प्लेयर्सहरूले मजाले पानी खाँदै थिए त भने हामीहरू चाहिँ मजाले हेरेर इन्जोय लिएर बसिरहेका थियौँ। जसमध्ये हामी चारजना साथीहरू चाहिँ साँझ पनि परिसकेको हुनाले घर लाग्नतिर लाग्यो भने अरू साथीहरू खेल्दै र हेर्दै मजा लिँदै थिए। ओके साथीहरू, आजलाई मिनी भ्लग यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू नेक्स्ट टाइम। बाइ बाइ।